उफ आज लसुनहरुमा पानी हालौँ भनेर हरियो परियोमा पानी हालौँ भनेर सोचेको कि साथीहरु यहाँ हेर्न पाइपले यति धोका दिन्छ भने नि के भन्नु वाक्क लागेर आउँछ क्या कामै गर्न मन लाग्दैन यस्तो छ पाइप इ फुत्केर उता टालेर आको फेरि यहाँ यस्तो छ हाय कहिले गरिसक्नु नि काम भने जस्तै है यहाँ चाहिँ मेकानिक हुनुहुन्छ उहाँ चाहिँ बनाउँदै हुनुहुन्छ Oh my god भिजिसके दिदी म त के भएर फुटेको यत्रो दिन फुटेकै थिएन त अस्ति मैले आउँदा नि फुटेकै थिएन खोइ अचम्मै भए म त ला मलाई छिटायो यहाँ हेर्नुस् है गाइस यस्तो कि पाइप फुटेपछि के गर्नु कसरी लाउनु भन्नु त यो टिउले टाल्देउछौँ हामीले हैन अब हुन्छ कि हुँदैन त्यसको बाद के अब लाउनै नपाउने पर्यो मोटरमा लसुनमा लाउनलाई गरेको यहाँ हेर्नु न पाइप फुटेर हैन फुटेको थिएन त हाम्रो पाइप हौ ला मेरो मोबाइल फुटायो मेरो मोबाइल भरि पानी पानी भयो आफै फुट्दो रहेछ कि क्या हौ यो पाइपहरू त यो पाइप फुटेको फाइदा चाहिँ मेरो छोरीले उठाउँदैछ यहाँ हेर्नुहोस् है सबैजनाले लु लु छमछम नाच्ने मान्छे ल अब नआउँछ डिजा पाइप फुटेको फाइदा त नानीले पो उठाउँदै रहेछ यहाँ के गर्नु नि भगवान् छोरीलाई फाइदा भएछ नि नाचै नाचै छ नि त हो